ल गाइज हामीलाई चाहिँ घुमाउनु सन्जु दाइले ल्याएको छ। सन्जु दाइ यो ठाउँको नाम के भनिदिनुहोस् त? ठाउँको नाम चाहिँ घरियारवा पोखरी। घरियारवा पोखरी रे वीरगञ्ज। हामी चाहिँ यहाँ टक्क मिनी भ्लग बनाउँदैछु यसरी गर्दै। अनि हामीलाई चाहिँ यहाँ गाइड गर्ने हाम्रो यहाँ सन्जु दाइ हुनुहुन्छ। सन्जु दाइले मजा गाइड गरिरहनु भएको छ। तपाईँहरूले यो पोखरी यसो घुम्नु चाहनुहुन्छ भने आउनुहोस् होइन, एकदम राम्रो छ, मन शान्त हुन्छ। अनि यहाँको माहौल चाहिँ यस्तो छ, यहाँ दिदी काम गर्दै हुनुहुन्छ होइन, यहाँ दिदीले काम गर्दै हुनुहुन्छ, यता जगिङ गर्दैछ। अब दामी छ ठाउँ चाहिँ। यहाँभित्र माछाहरू पनि छ, माछालाई भुजा खुवाउनु मन छ भने आउनु। कुन पोखरी रे त्यही? घरियारवा पोखरी, नामै आउँदैन मलाई त। यहाँ मन्दिर चाहिँ यस्तो दाले छ। हाम्रो विष्णु दाइ चाहिँ आमाबाट आउँदै हुनुहुन्छ टाढा। लुखुर दाले आउनु भएको छ। विष्णु दाइ हो टक हो, सबै डन्डीले छोप्दो रहेछ विष्णु दाइलाई। आमामै आएको हेर्नु न, हिरो पारामा आइरहेको छ विष्णु दाइ हो। ल हेर्नु हिरोको इन्ट्री भइरहेको छ, हेर्नु ड्याङ 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 पारामा हो। ल ल हेर्नु विष्णु दाइ आयो। ल बोट पनि रहेछ त यहाँ होइन, बोट पनि कति लिन्छ? बोट पनि रहेछ यहाँ। बोट चलाउने हो, बोट चलाउने हो। हामी चाहिँ यहाँ टक्क घुम्दै आइरहेको छु। घरियाना पोखरी कि घरियाना पोखरी हो थाहा छैन, घरियारवा पोखरी। अब यहाँ चाहिँ बोट चलाइरहेको छ। अब यहाँ यस्तो हामी यहाँ मन्दिरमा जानेछौँ। अनि विष्णु दाइ कस्तो लागिरहेको छ तपाईँलाई? ठिक छ। हाम्रो काग पनि रहेछ यहाँ। ल तर मजा छ, पुरा जुझिरहेको छ यहाँ चाहिँ। ल यहाँ चाहिँ घुम्न आउनुपर्छ। यस्तो ताले वा वा होइन, वा जस्तो ठाउँ छ होइन। वीरगञ्जमा दामी परेछ। ल ओ भाइ, भाइ बोल्दै बोल, यता हेर त। हजुर मारेको खतरा। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो दामी मन्दिर छ कि यहाँ विष्णु भगवानको यस्तो छ। तपाईँलाई पनि घुम्नु जानु मन छ भने आउनुहोस् वीरगञ्जको यो पोखरीमा, राम्रो छ। है त मेरो यो मिनी भ्लग यहीँबाट, अब यो मिनी भ्लग म यहीँबाट अफ गर्छु। बाई।